नेपालको चर्चित गायन रियालिटी सो द भोइस अफ नेपाल किड्स अहिले सबैको प्रतीक्षामा रहेको द भोइस अफ नेपाल किड्स सिजन 5 को ब्लाइन्ड अडिसन सुटिङ सफलतापूर्वक सम्पन्न भइसकेको छ। यस सिजनमा नेपाल मात्र होइन विभिन्न देशहरूबाट समेत प्रतिभाशाली बाल प्रतिभाहरूको सहभागिता रहेको छ। यसपटक सो उत्कृष्ट प्रतिभाहरू देखिएकाले सिजन 5 अझै विशेष र रोमाञ्चक बन्ने अपेक्षा पनि गरिएको छ। प्रतियोगीहरूलाई मार्गदर्शन गर्न चर्चित कोचहरूमा सत्यराज आचार्य, मिलन नेवार, वाङदेन शेर्पा र अर्जुन सापकोटा रहेका छन्। सबै कोचहरू आफ्नो टिम बलियो बनाउन उत्कृष्ट प्रतियोगीहरू छनौट गर्न निकै उत्साहित देखिएका छन्। ब्लाइन्ड अडिसनका क्रममा कोचहरूले रमाइला प्रतिक्रिया, आकर्षक प्रस्तुति तथा मनोरञ्जनात्मक क्षणहरू समेत देखिएको छ, जसले दर्शकहरूको उत्साह अझ बढाउने निश्चित छ। सिजन 5 मा सहभागी बाल प्रतिभाहरूको स्वर, आत्मविश्वास र प्रस्तुति हेर्दा अघिल्ला सिजनहरूभन्दा अझ दमदार प्रतिस्पर्धा हुने अनुमान पनि गरिएको छ। अहिले सोको प्रसारण तयारी तीव्र गरिएको छ र केही हप्ताभित्रै टेलिभिजन र युट्युब मार्फत दर्शकहरूमाझ आउने बताइएको छ। अब तपाईँ कुन कोचको टिमलाई सबैभन्दा बलियो मान्नुहुन्छ, साथै द भोइस अफ नेपालको तपाईँलाई मनपर्ने राउन्ड कुन हो, तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र भिडियो मन परेमा भिडियोलाई लाइक, सेयर र तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला।